अब यो उठाउनु पर्छ पानी पर्ला जस्तो गरेर अलिअलि पानी पुरा मौसम त खराब देखिने हुन्छ र फसल पनि हेर्नु पर्यो गाइस गुड मर्निङ फ्रम सल्यान वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ आज मेरो भ्लग मेरो सानो पसलबाट सुरुवात हुँदैछ सबैले माया गर्नु होला सब्स्क्राइब पनि गर्नु होला आज तपाईलाई म बेस्ट भ्यू पाल्छु तपाईलाई म ब्याक क्यामेराबाट देखाउँछु है त कस्तो तपाईहरु हेर्न सक्नुहुन्छ हेर्नुस् क्या दामी भ्यू छ वाउ क्या ब्युटिफुल माउन्टेन पुरा क्लाउड लागेर कस्तो दामी छ गाइज पुरा पानी पर्ला जस्तो गरेको छ यतातिर अब चाहिँ मैले बिसुन उठाउन लागेको छु अब यो उठाउनु पर्छ पानी पर्ला जस्तो गरेर अलिअलि सिम पानी परिरहेको छ कालो कालो बादल गरिरहेको यस्तै हो बर्सातको मौसममा गाइज फाइनल्ली थोरै पानी पर्न लागेको छ सिम पानी पुरा मौसम त खराब देखिएको छ फेरि पानी फाटेर पुरा घाम लाग्न लागेको छ आजभोलिको मौसम पनि कहिले पानी पर्छ कहिले घाम लाग्छ कहिले बादल मात्रै लाग्छ यस्तै छ मौसम गाइस बस्दा बोर लाग्यो मलाई त यार के गर्ने होला तेरिका फेरि पनि सानो पानी पर्न लागेको छ अहिले चाहिँ यता स्कुलमा हाफ टाइम भइरह होला साथै केटाहरू बल खेलिरहेछन् हल्ला गरिरहेको छन् एक्चुअली देखाउँछु म पुरा बल खेलिरहेछन् केटाहरू देख्नुहुन्छ कस्तो दामी बल खेलिरहन् केटाहरू फुटबल म चाहिँ हिँड्दैछु यतातिर म चाहिँ अब खेतमा आज हाम्रो पानीको पालो छ अरे पानी हाल्न जाँदैछु मौसम बब्बाल गरेछ अहिले चाहिँ घाम लागेछ पानी पऱ्यो अघि दिउँछ अहिले चाहिँ बब्बाल घाम लागेर ब्युटिफुल पछाडि देख्न सक्नुहुन्छ मेरो पछाडि कस्तो राम्रो भ्यूहरू देखिरहेको होला म चाहिँ तपाईँहरूले भन्नु होला कि यो मान्छेले त सधैँ भ्यू मात्र देखाउँछ माउन्टेनहरू देखाउँछ भनेर हाम्रो ठाउँमै त्यही छ अनि त्यही देखाउँछु तपाईँहरूलाई के गर्ने त यस्तै हो हेर्नुहोस् पुरा अहिले पुरै फाटेर दामी देखियो माथि हाइटमा चाहिँ त्यो लागेको छ कुहिरो लागेको छ तर अहिले चाहिँ तल चाहिँ घाम लागिरहेको छ अनि यसलाई म ब्याक क्यामेराबाट देखाउँछु कस्तो दामी आउँछ हेर्नुहोस् कस्तो दामी आहा अहिले त कुहिरो लागेर कस्तो देखेको छ नत्र त अग्लो छ यो हिमाल दामी छ हेर्न सक्नुहुन्छ भ्यू अहिले चाहिँ पुरै फाटेको छ अब म चाहिँ जाँदैछु अब चाहिँ म चाहिँ हाम्रो खेतमा पानी हाल्न छ अरे बाँकी आज हाम्रो पालोको छ अरे त्यही भएर पानी हाल्न जाँदैछु यो फल छ नि यहाँ यो फललाई के भन्छ मलाई त नाम त थाहा पाएन बिर्से नाम अब के भन्छ यार मैले त नामै बिर्सेँ यसको तपाईँहरूलाई थाहा छ भने कमेन्टमा भन्नु होला म चाहिँ यता छु पुरा घाम लागिरहेको छ अहिले त पानी हाल्न आएको म चाहिँ यता पानी छ पुरा पानी देख्न सक्नुहुन्छ हेर्नु बाल पानी छ म चाहिँ पानी हाल्न जाँदैछु आफ्नो खेतमा यस्तो कुरा म त पानी हाल्दै छु यतातिर पानी हालिरहेको छु यतातिर हेर्न सक्नुहुन्छ पुरा ब्युटिफुल छ ठाउँ त जङ्गल हेर्न सक्नुहुन्छ यार अब घाम पनि सनसेट हुन लागेको छ पानी हालिरहेको छु मैले चाहिँ बसिरहेको छु गाइस ल गाइस फिलहाल यो भ्लगलाई बन्द गर्छु अब म सुत्न जाँदैछु भिडियो लाइक सेयर सब्स्क्राइब गर्न नभुल्नु होला थ्याङ्क्स फर वाचिङ